समीक्षा रमाइलो लागिरहेछ कसरी लागिरहेछ कहाँसम्म आइपुग्यो अहिले हामी अब मुक्तिनाथ आउन 1-2 घण्टा हो के हाई गरेछ त निन्दा लाग्यो के हो निन्द्रा लाग्यो भन्दा नि थकै लागेको होला हो यस्तो दामी ठाउँ छ कस्तो लाग्यो त ठाउँ चाहिँ सोध्नु नसोध्नु ठाउँमा आइरहेछौँ जय शिव शम्भु भोलेनाथले रक्षा गरेर हामीलाई हो हो दामी छ है कस्तो लाग्यो खुसी लागिरहेछ नि एकदम खुसी एकदम ह्याप्पी अनि घुम्न जान पाएन भने त्यो चिन्ता छैन नि छैन हो हो कति वर्षको इच्छा पुरा भएको थियो कति वर्ष भने जन्मेदेखि यसरी हिँडेको थिएन होला नि हो ए अहिले हिँड्न पाएँ नि त सोचेको थिएन कि यो जुनीमा मुक्तिनाथ आइन्छ भनेर एकै दिनको प्लानले आयो हो ए अनि यो चाहिँ जो एउटा सफलता हो नि त यो घुम्ने ठाउँ यस्तो ठाउँ पनि छ भन्ने कुरो थाहा भयो नि त ए के छ त्यहाँ ओहो कस्तो रमणीय ठाउँ रहेछ है आहा एक्चुअली सबैजना आउनै पर्ने रहेछ ठाउँ रहेछ है यो हेर त इन्डियादेखिबाट त मान्छेहरू आइरहेको इन्डियाबाट मान्छेहरू टन्नै आइरहेछ होइन जो यस ठाउँमा आउन पाइन्छ भन्ने सोचेको थियो थिएन एक मन पनि थिएन है किन जे होस् आइपुग्यो ल ठिक छ हामी अब नजिक आइपुगिसकेको छौँ हामी टक्क नजिक आइपुगिसकेको छौँ हेर्नुहोस् यस्तो दामी रमणीय स्थल छ बापरे एकदमै दामी छ ल हेर्नुहोस् यस्तो दामी छ म पनि छु यस्तो दामी ठाउँ ल स्मरणीय ठाउँ छ सबैजना होइन क्या दामी छ ल